यो औँठी लगाउँदै गर्दा हाम्रो भाइ आमाले चाहिँ के कुरा गराउनुहुन्छ मेरो पछि भन्नुहोस्, म यो औँठी हाम्रो विवाहको चिन्हको स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा पवित्र पुत्रको आत्मा पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदछु। म मेरो देहबाट तिमीलाई आदर गर्छु। मसँग जे छ सो तिमीलाई दिन्छु र मसित जे जति छन् त्यसको सहभागी तिमीलाई बनाउनेछु। आमेन। है उहाँले चाहिँ अनि औँठी चाहिँ हैन विवाहको चिन्हको रूपमा चाहिँ अनि दुलैलाई लगाइदिनु भएको छ। अनि त्यसको साथसाथमा हैन अनि उहाँसँग जे पनि हुनेछ त्यसको सहभागिता के गर्नेछु, म चाहिँ बनाउनेछु भन्नुभएको छ। किनभने जब अनि एउटा चाहिँ हैन अनि दुलै